नमस्कार, म नमराज भण्डारी। कार्यक्रम राइट कर्नरमा हामी समसामयिक राजनीतिक, सामाजिक, आर्थिक लगायत विविध विषयमा केन्द्रित रहेर छलफल तथा संवाद गर्ने गर्छौं। आजको कार्यक्रम राइट कर्नरमा हामी शिक्षासँग केन्द्रित रहनेछौं। यो वर्ष शिक्षा क्षेत्र कस्तो रह्यो र सँगै शिक्षा क्षेत्रमा पछिल्लो समय जोडिएको प्रविधि, ग्रामीण क्षेत्र र शहरी क्षेत्रको शिक्षाको भिन्नता र सरकारी र गैर सरकारी विद्यालयहरूको नतिजाको फरक लगायतका समसामयिक विषयमा आज हामी केन्द्रित रहेर शिक्षाविद डाक्टर विद्यानाथ कोइरालासँग कुराकानी गर्नेछौँ। उहाँसँग शिक्षासँग मूलतः केन्द्रित रहेर छलफल तथा संवाद गर्नेछौँ। हुन्छ, स्वागत छ यहाँलाई। धन्यवाद। हामी 2082 को पूर्व सन्ध्यामा छौँ, नयाँ वर्षको। समग्रमा 2081 शिक्षा क्षेत्रका हिसाबले चाहिँ कस्तो रह्यो? अलमलको अवस्था भयो। अलमल किन भनेदेखि नि के गर्ने होला साँच्चै भन्ने हुन्छ नि त। त्यो नै टुङ्गो भएन। जस्तो अहिले शिक्षक आन्दोलन, यो आन्दोलन त 75 देखि हो। 75, 78, 80 तीनटा कुराकानी त थियो। त्यो तीनटालाई समाधान गरौँ न त, लौ न भनेर भनेको कुनै पनि त्यो शिक्षा मन्त्रीले चासो लिएनन्। मेरो चासो के थियो भने शिक्षकका माग एकातिर राखौँ, त्यो कुरा ऐनमा के राख्न सकिन्छ, नियमावलीमा के राख्न सकिन्छ, कार्यविधिमा के राख्न सकिन्छ, एकैचोटि सल्टाउँ, नसकिने कुरा पनि सकिँदैन भनौँ। त्यो काम पनि गरिएन। दोस्रो कुरो, शिक्षकहरू पालिकामा गइसकेपछि एक किसिमको हिसाबले तालिम नपाएका मान्छेहरूको जमात भयो। बेला बेलामा गर्छन्, तिनलाई तालिम दिनलाई असाध्यै सजिलो थियो। सजिलो के थियो भने प्रत्येक शिक्षकसँग मोबाइल छ, उसले प्रत्येक शिक्षक फेसबुक चलाउन जान्दछ। फेसबुकमा उसलाई चाहिँ दिनोदिनो अपडेट गर्ने किसिमको कुरा हालिदिउँ न त भनेको, त्यो पनि गरेनौँ। तेस्रो कुरो छ, केही राम्रो गरिरहेका पनि छन्। अछामकै केसमा बाबुले जुन भन्नुभयो, अछामकै केसमा कति राम्रो गरिरहेका जोगराजीकै स्कुललाई एकचोटि विचार गरेर हेरौँ। अब त्यस्तै गरेर थुप्रै स्कुलहरू छन्। पहिले त अलि हाम्रो उसको स्कुल पनि राम्रै थियो, तिलक रावलको स्कुल पनि राम्रै थियो, तिलक कुँवरको स्कुल पनि राम्रै थियो। उहाँहरूले गरेका राम्रा अभ्यासहरूलाई ल्याउन त बाटोमा। मधेसमा त्यस्तै छन्, पहाडमा त्यस्तै छन्, हिमालमा त्यस्तै छन्। त्यो पनि काम हुँदा भएन। त्यो भने त के थियो भनेदेखि एउटा पोर्टल बनाइदियो, त्यो पोर्टलमा राम्रो गर्ने मान्छेहरूले आफै अपडेट गर्छ, आफै उसले अपलोड गर्छ। अपलोड गरिसकेपछि त डाउनलोड गर्न त जानिहाल्छ अर्कोले। त्यसमा नेपालीमा पनि राखिदिउँ, अङ्ग्रेजीमा पनि राखिदिउँ, ताकि अन्तर्राष्ट्रिय जगतले पनि थाहा पाओस्, ओहो यो स्कुलको शिक्षकले यस्तो राम्रो गरेछ। त्यो पनि हामीले गर्न सकेनौँ। त्यस्तै अब पाठ्यक्रम भएन, पाठ्यपुस्तक भएन भनिरह्यौँ। भएन भन्ने जान्ने मान्छेले कसरी बनाउने भन्ने जान्दछ नि त। भएन जसले भन्छ त्योसँग तागत हुनुपर्छ। किनभने समस्याको पछाडि समाधान पनि नै छ। त्यसो भनेपछि त्यसरी सम्भव छ कि त? त्यसो भएदेखि हाम्रो शिक्षकलाई के भनौँ भने, ल गाई धुने गबुवा भन्नु होला, वा बाल्टिन भन्नु होला, जे ढुङ्ग्रो भन्नु होला, ठेकी भन्नु होला, जे भन्नु होला, त्योबाट के पढाउन सकिन्छ? त्यसो भए पाठ्यक्रमको उद्देश्य पुरा भइभएन हेर, पाठ्यपुस्तकको उद्देश्य पुरा भइभएन हेर, अन्तर्राष्ट्रिय जगतको शिक्षा भयो भएन हेर। त्यो पनि गर्न सकिएन। गोरी खाने शिक्षा चाहियो भनेर चाहिँ सबैले भन्यौँ। केही प्राविधिक विद्यालयहरू खुले, व्यावसायिक प्राविधिक धारका भनेर चाहिँ खुले, तर तिनमा विद्यार्थी घटे। त्यसबाट बुझ्नुपर्ने के थियो भन्दाखेरि विद्यार्थी के रहेछ भने अहिले शिक्षकसँग पढ्दो रहेछ, युट्युबसँग पढ्दो रहेछ, एआईसँग पढ्दो रहेछ। विद्यार्थी एआईसँग र युट्युबसँग पढ्ने भइसक्यो। हामी चाहिँ शिक्षक दिनुपर्छ भन्ने बुद्धिमा बसिरहेछौँ। यो त तालमेलै मिलेन। अब गर्ने के हो? त्यसपछि हर विद्यार्थीलाई गरी खाने कसरी बनाउने हो, त्यो भनेको युवासँग बसेर संवाद गऱ्यो भने कसैले एआईमा सम्भावना देख्ला, कसैले चाहिँ अर्को केहीमा सम्भावना देख्ला, कसैले खेतीमा देख्ला, कसैले पशुपालनमा देख्ला, कसैले उद्यममा देख्ला, कसैले विभिन्न ठाउँमा देख्ला। त्यो देखेको कुरालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भने त उसैले बुद्धि ल्याउँथ्यो। त्यो पनि गर्न सकेनौँ। यसरी हेऱ्यो भने विश्वविद्यालयको पनि त्यही दशा भयो। विश्वविद्यालय भनेर भने त साँच्चै विद्यार्थीहरूले त मैले 2 क्रेडिट आवर 3 क्रेडिट आवर यहाँ नेपालमा पढेँ, 5 क्रेडिट आवर म चाहिँ अमेरिकामा पढ्ने भएँ, 7 क्रेडिट आवर म बङ्गलादेश पढ्ने भएँ वा इन्डिया पढ्ने भएँ, 4 क्रेडिट आवर चाइना पढ्ने भएँ, मेरो त्यस्तो अवस्था छ भनेर कसैले भन्यो भने त्यसलाई दिया भए के हुन्थ्यो? क्रेडिट त जोड्न मिल्थ्यो नि त। के पढ्यो जोड्न त मिल्थ्यो। त्यो जोड्ने कला पनि हामीले जानेनौँ।
त्यस्तै गरेर चाहिँ विद्यार्थीहरू अब अहिले के भनिरहेछौँ, विद्यार्थी घट्यो कतातिर गयो, यो नचाहिने कुराकानी बोलिरह्यो। विद्यार्थी घट्यो भने त यही ब्रह्माण्डमा बसेको छ होइन र, यही पृथ्वीमा छ। पृथ्वीमा छ भनेपछि अब अछामबाट युरोपमा भएको विद्यार्थीलाई पढाउन मिल्दैन, ताप्लेजुङबाट गर्न मिल्दैन, झापाबाट गर्न मिल्दैन, वा चाहिँ दार्चुलाबाट गर्न मिल्दैन। मजासँग मिल्थ्यो नि। अहिले यति राम्रो प्रविधिको साथ थियो, त्यो कुराकानीमा गएर चाहिँ चुक्यौँ, त्यहाँ पनि सकेन। अर्को पाटो थियो अलमलको पाटो भने हर विद्यार्थीले कमसेकम अब जन्मिने केटाकेटी भनेको मोबाइल नसिकिकन जन्मदैन। त्यो गरिबको छोराछोरी होस् कि धनीको छोराछोरी होस्, गरिबको छोराछोरीले मागेर सिक्ला, धनीको छोराछोरीले घरमा सिक्ला, तर उसले मोबाइलसँग अभ्यस्त भइसक्यो। म गाउँ गाउँ हिँडिरहने मान्छे हुँ, यसरी बुझ्छु कि एक ठाउँमा जहाँनिर वाइफाई सुविधा छ त्यहाँनिर केटाकेटी झुप्पिया हुन्छन्। अब त्यो मोबाइल हेर्ने केटाकेटीलाई अलिकति मोबाइल हेर, अलिकति किताब हेर, अलिकति बाजेलाई सोध, अलिकति बजैलाई सोध, अलिकति बाउलाई सोध, आमालाई सोध, साथीलाई सोध, सबै सोधेर तिम्रो विचार ल्याऊ भनिदिए भए त कति सुन्दर काम हुन्थ्यो। अब हामी केमा गइरहेछौँ? मोबाइल ठिक छैन, मोबाइलले लत बिगार्यो। अब भात खाँदाखेरि चाहिँ आमाले मोबाइल दिएर सिकेको बच्चो लत नलाग्ने हुन्छ र भने। अब यो किसिमको कुरोहरू बुझ्दैन। त्यसैले मैले देख्छु साह्रै अलमलमा हाम्रा मान्छेहरू बसिरहेछन्। 80 साललाई मैले त्यसरी बुझ्छु। तर अहिलेको 81 साललाई भनौँ न, अहिलेको यो परिस्थितिमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइरहेका छौँ र यो शिक्षा क्षेत्र सुधारका लागि पहिले भन्दा धेरै परिवर्तन भएको दाबी गरिरहेका स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको त त्यसो भए शिक्षासम्म नजरै नपुग्या पनि देखिन्छ। ठिक भन्नुभयो। अब यस्तो के रहेछ भन्दाखेरि केही पालिकाहरूले राम्रो अभ्यास गरेका रहेछन्। तिनले गरेको तरिकाहरू म हेर्छु। झापाको हल्दीबारी गाउँपालिकाले के गर्यो भन्दाखेरि शिक्षकहरू छैन भने चाहिँ मोबाइल शिक्षक भनेर चाहिँ भनिदियो। त्यो शिक्षकको काम चाहिँ के भने प्रविधि सिकाउने। अब त्यही चिन्तन मैले चाहिँ जुम्लामा गएर साथीहरूलाई भने, ए भाइ तपाईँलाई किन चाहियो स्कुल पछि शिक्षक? 4वटा शिक्षकले जुम्ला पुरै कभर गर्ने गरौँ न, बाइकमा तेल हालिदिउँ शिक्षकलाई, त्यो बाइक लिन्छ दौड्छ। उसलाई के भनौँ भने तपाईँले जतिवटा 4वटा स्कुलमा क्लास लिने भयो त्यसले तपाईँलाई यति रुपियाँ चाहिँ थप। के अप्ठ्यारो भयो, छुट्टै शिक्षक पाल्नु पनि परेन। त्यही मान्छेले कतिखेर समय कसैलाई बिहान मिलाउला, कसैलाई दिउँसो मिलाउला, कसैलाई बेलुका रातिमा मिलाउला, कति बेला छुट्टीको बेलामा मिलाउला। त्यो गर्ने सोच नै हुँदैन। उनलाई के भने शिक्षक यतिजना राख्यो भने मेरो कार्यकर्तालाई मैले गर्न पाउँछु। अब यो किसिमको ढङ्गको भयो। केही ठाउँमा पालिकाहरूले लगानी गरिरहेछ नि। काठमाडौँलाई एकचोटि विचार गरौँ, सरकारको भन्दा डबल लगानी गरेर चाहिँ शैक्षिक गुणस्तर पनि बढाइरहेछ, माने पास गर्ने सङ्ख्या बढाइरहेछ। त्यस्ता उदाहरणहरू छन्। कतै काङ्ग्रेसले गरेका उदाहरण छन्, कतै एमाले गरेका उदाहरण छन्, कतै माओवादीले गरेका उदाहरणहरू छन्, कतै त्यो राष्ट्रपाले गरेका उदाहरणहरू छन् ठाउँ ठाउँमा। तर ती के भयो भने त्यो छरिएका भए कि एक ठाउँमा त्यसलाई जोड्ने किसिमको काम भएन। सङ्घीय सरकारको जुन ढङ्ग हो त्यो ढङ्ग चाहिँ नि समेट्ने खालको भएन। किनभने अब 3 वर्षमा बन्नुपर्ने ऐन 10-11 वर्ष भइसक्यो, 12-13 वर्षमा चाहिँ अहिलेसम्म ऐन बनिएको छैन। त्यसकै निम्ति शिक्षक आन्दोलनमा आयो होइन र। प्रदेश सरकारले गर्ने के हो त भन्दाखेरि प्रदेश सरकारले बाल विकासमा लगानी गर्न थाल्यो, जबकि प्रदेश सरकारको काम भनेको उच्च शिक्षा हो। उच्च शिक्षा घर घरमा पुर्याउने डिजाइन के हुनसक्छ भनेर भन्ने किसिमको चिन्तन गरेन। वा अहिले चाहिँ विद्यार्थीहरू नियमित आएर क्लासमा बस्नुपर्छ भने यो त पुरानो कुरा भयो। अब विद्यार्थी त के गर्ने भने आज म आउन सकिनँ, मेरो साथीलाई मैले भनेको छु शिक्षकको जति पनि नोटहरू छ वा चाहिँ शिक्षकले जति बोलेको छ त्यो फेसबुक लाइभ गरिदेऊ न। विद्यार्थी फेसबुक लाइभमा गइसक्यो होइन त। अब शिक्षक चाहिँ के भन्छ, विद्यार्थी त्यहीँ आउनुपर्छ भनेर भन्छ। के कुरा भयो? यो त हप्तामा 1 दिन पढेर पनि हुन्छ भनेर भने किन 7 दिन नआउनुपर्ने हो? त्यहाँ किन 4 दिन 2 दिन पढ्ने किसिमको ढङ्ग किन नगर्ने हो? अनलाइन पढाउने किसिमको तरिका किन नगर्ने हो? हाम्रै ज्ञानहरू यति धेरै छ, अब त्यो ज्ञानलाई चाहिँ लिएर हामीले के गर्ने भनेर भन्ने किसिमको कुरोहरू चाहिँ सोच्न सक्ने विषयवस्तु छ। मलाई सम्झना छ, मैले चाहिँ त्यो के भन्छ अछामबाटै ल्याएको खुँडा अहिलेसम्म पनि मेरो घरमा छ। त्यो अनुपम छ, एक किसिमको हिसाबले अचम्मको ढङ्गको छ। त्यो तागत भएको दलित त त्यहीँ छ भए। उहाँहरूले गरेको तागतलाई कसरी जोड्ने हो? त्यो त विज्ञानको पनि एउटा अणुविज्ञानको पारङ्गत मान्छे हो। त्यही भएर जहिले पनि तपाईँ भन्दै हुनुहुन्छ गरी खाने शिक्षा चाहिँ अहिलेको आवश्यकता हो। ठिक भन्नुभयो। त्यसो हुँदाखेरि चाहिँ यो तरिकामा हाम्रा मान्छेहरूले
पालिकामा केही अभ्यासहरू देखिन्छ तर छिटफुट समग्रको अभ्यास भएन। सुर्खेतको बड्डीचौरको स्कुललाई हेर्नुहोस् गरेकै छ, रोल्पामा हेर्नुहोस् त्यहाँ पनि गरेकै छ, मधेसमा मैले एउटा स्कुलमा देखेको थिएँ त्यहाँ पनि केही गरिरहेको देखिन्छ। त्यो छुटफुट मात्रै भयो। पालिकाले दाबी गर्ने हिसाबबाट त्यो पनि गर्न सकिएन, किनभने पालिकाको मान्छेहरूसँग गाउँपालिका महासङ्घ नगरपालिका सङ्घ उहाँहरूसँग पनि बसेर कुराकानी गरेँ। लौ न त पालिकाभरिमा गरेका राम्रा अभ्यासहरू के हुन् तपाईँको पोर्टलमा चाहियो नि त, त्यो पोर्टलमा यसो मैले चलाउने बित्तिकै त कुरा हेर्न पाइयोस् नि त। त्यसले मैले के देख्छु भनेदेखि अङ्ग्रेजीमा भन्छ नि फ्युटाइल एक्सर्साइज भनेर, टक्का टुक्काको कामधन्दा चाहिँ भएको छ तर साँच्चै प्राथमिकता दिएर चाहिँ ल गरौँ भन्ने छैन। फेरि कसरी बुझ्दो रहेछन् भने ल केटाकेटीहरूले घरमा गरेको कामलाई यसमा पढाइमा जोड्ने भनेर, ए बाबा घरमा काम गरिरहेछ तर घरमा गरेको काम चाहिँ नि पढाइ हो भन्ने केटाकेटीलाई थाहा छैन। उसले के थाहा पाउँदैन भने एकचोटि विचार गरेर हेरौँ, उसले रोटी पकाइरहेछ भनेदेखि त्यो रोटी पकाउँदाखेरि ताप कसरी सर्छ भन्ने त मजैसँग थाहा पाएको होला नि त, होइन र? रोटी कति को त्यो घेरोमा छ त्यसको वर्ग कति हो भन्यो भने त त्यो त बुझ्दो हो नि त। तर त्यसलाई त्यो रोटीको बारेमा वर्ग सिकाउने किसिमको तागत हाम्रो शिक्षकसँग छैन। भनेपछि त्यसलाई त के भन्दा जोड्न पनि जानिएन। फेरि के हो, अब त्यो रोटी हाल्न मात्रै जान्यो, यतातिर तापको सुचालक र कुचालक पढ्ने भयो, त्यसपछि गएर चाहिँ त्यो रोटीको वर्ग चाहिँ अर्को ठाउँमा गएर पढ्ने भयो, जोड्नै नजान्ने भयो। क्लासमा वर्ग भन्नु भने त उसमा कि चाहिँ नि स्मार्ट बोर्डमा पढ्ने भयो कि चाहिँ नि कतितिर देख्ने भयो, त्यस्तो स्थिति भयो। त्यसैले गर्दाखेरि गरेका कामहरू पनि साँच्चै एकत्रित गर्न सकिएन। यो वर्ष यस्तै रहेको छ। अनि अहिले जुन तपाईँले अघि भन्नुभयो विद्यार्थीहरूले एआई कम्प्युटर अनि गुगल युट्युबको प्रयोग गर्न थाले, तर शिक्षकहरू जहाँको त्यही जुन पुरानो शिक्षा प्रणाली थियो त्यसैमा केन्द्रित भए भन्दै गर्दा नेपालको हकमा चाहिँ शिक्षकहरूलाई जुन ढङ्गले प्रविधिसँग जोड्नु पर्थ्यो, आधुनिकतासँग जोड्नु पर्थ्यो, त्यो ढङ्गको काम चाहिँ अझै भएको छैन। त्यसले गर्दा पनि शिक्षामा असर पुर्याइरहेको हो। अर्को सम्भावना पनि रहेछ। यो 81 भन्दा पनि अझ अगाडिको साललाई एकचोटि विचार गरेर हेरौँ, कोरोनाको बेलामा प्रविधि मैत्री शिक्षक समाज भनेर एउटा समाज नै बन्यो। त्यो समाज अहिले पनि मैले आन्दोलनको क्रममा पनि आइरहेको देखाएको थिएँ। त्यो प्रविधि मैत्री शिक्षक समाज भनेर चट्ट उलाएर छन् मान्छेहरू, उहाँहरूले निःशुल्क रूपमा तालिम दिइरहनु भएको छ। एउटा तालिम दिने किसिमको प्रक्रिया रहेछ। दोस्रो के रहेछ भन्दाखेरि शिक्षकलाई एउटा विश्वास के नहुँदो रहेछ भनेदेखि यो बिग्रिहाल्छ कि भने डराउँदो रहेछ। बिचरा डराउने पुस्ता हो नि त, किनभने पुस्ता त त्यो फरक हुन्छ। अब डराउने पुस्ता एउटा किसिमको होला, अलिअलि हिम्मत गरौँ न त भन्ने अर्को खालको पुस्ता होला, अर्को खालको पुस्ता चाहिँ नि जन्मदै अलिकति जानिसक्यो होला, अर्को चाहिँ अब अहिलेको भाषामा त अल्फा मात्रै होइन कि बिटा पुस्ता आइसक्यो। अब यो पुस्ता त फेरि अर्कै खालको पुस्ता हुने भयो। त्यो पुस्तासँग सिक्न सकिन्छ भन्ने पनि बनाउन सकिएन। त्यो कस्तो हो भने शिक्षकले सिक्छ र विद्यार्थीलाई सिकाउँछ भन्ने पनि पुरानो कुराकानी हो। त्यो अर्थै अनर्थको कुरा हो। मैले अनर्थ किन भने नयाँ पुस्तालाई पुरानो पुस्ताले सिकाउन सक्ने तागत अब प्रविधिले गर्न दिँदैन। म नै जानिनँ भने मैले मेरो छोराछोरीसँग मेरा नातिनातिनासँग मैले सोध्नुपर्छ, त्यो मेरो धर्म हो। उनीहरूले मलाई सिकाउनुपर्छ, त्यो उनको धर्म हो। त्यसो भयो भने अन्तर पुस्ताको ज्ञानहरू जोडिने किसिमको सम्भावना हुन्छ। त्यो भनेको स्कुलको केसमा के हुन्छ भने ल बाबु नानीहरू कसले सक्छ भनेर भन्यो भने म सक्छु भनेर जुर्कै उठ्छन्, स्याबास भनेर भने उनले गर्दै जान्छन्, आफूले हेर्दै जाने हो। त्यसो भएपछि बाल मैत्री पनि हुन्छ, शिक्षकले पनि सिक्छ। यो सिकाइ भनेको दोहोरो हुन्छ भन्ने भाष्यमा लगेर हाल्नै सकिएन। अहिले समस्या के हो भनेदेखि सिकाइ भनेको शिक्षकले विद्यार्थीलाई सिकाउनुपर्छ होइन नि। अब त्यो दिन गए। अब त के हो भने विद्यार्थीले पनि जानेको छ, शिक्षकले पनि जानेको छ। शिक्षकसँग अनुभव छ, विद्यार्थीसँग प्रविधि छ। दुईटालाई जोडिदियो भनेदेखि मजाको हुन्छ भनेर भन्नलाई जानिएन। अनुभवलाई यसमा जोड्ने त तरिकाहरू भयो भनेदेखि त गरी खाने पनि त्यसै गरी बन्थ्यो, पढी खाने तरिका पनि त्यही गरी जान्दथ्यो। त्यसले पढाउने र सिकाउने वा सिक्नलाई प्रोत्साहित गर्ने भन्ने फरक पनि जानिएन। अहिले पाठ्यक्रमले आधुनिक आवश्यकताहरू चाहिँ सम्बोधन गर्न नसकेको हो। स्वाभाविक हो। स्वाभाविक किन हो भनेदेखि नि पाठ्यक्रम भनेको कहिले पनि पुरा हुँदैन। पाठ्यक्रम भनेकै बासी हो। बासी खानालाई
ताजा बनाउने भनेर भनेको मैले चाहिँ कति ठाउँमा उदाहरण दिएर भन्ने गर्छु। सामान्य कुराकानी रहेछ। बेलुका भात पकाउने होटलको साउजीले भात बाँकी बस्यो भने भोलिपल्ट त्यसले 3टा काम गर्दो रहेछ। कि त्यसलाई बासी भातलाई फ्राइड राइस बनाएर चाहिँ पठाउँदो रहेछ, कि त्यसले खिर बनाउँदो रहेछ, कि त्यसले चाहिँ बिरयानी बनाउँदो रहेछ। हेर्नुहोस् त उसको बुद्धि। एकचोटि विचार गरेर हेरौँ न, उसले त्यसलाई खेर पनि फालेन, हुँदाहुँदै त्यो पनि भएन भने भन्दै त्यसलाई चाहिँ जाँड बनाउन सक्दो रहेछ। यो त एकदम घरमै ब्रु गरेको मजाको जाँड हो भनेर भन्यो भने फेरि पनि बिग्रिने भयो। अनि उसले त्यो तरिका जान्दछ। हामी शिक्षकलाई त्यो भन्न सकेनौँ। म त भनिरहेको छु, तर त्यो म एउटा व्यक्तिगत रूपमा भन्नु भनेको एउटा कुराकानी हो। शिक्षकलाई त्यो भन्न सकिएन। परिणाममा त हामी के गयौँ भने पाठ्यपुस्तक मिलेन, पाठ्यक्रम मिलेन भनेर भन्यौँ। त्यो मिलाउने तागत भएको त शिक्षक हो नि त। फेरि नेपालको सन्दर्भको विशेषता के हो भनेदेखि एउटै कुरा कहीँ पनि बन्न सकिँदैन, मिल्दैन। किनभने नेपालको विविधताले त्यो दिँदैन। त्यो विविधता मिलाउन जान्ने शिक्षक बाहेक कोही हुँदैन फेरि। किनभने शिक्षकलाई के थाहा छ भन्दाखेरि मधेसमा छु, म मधेसमा भएपछि मधेसको संस्कृति यो छ। म पहाडमा छु, यहाँको संस्कृति यस्तो छ। पश्चिम नेपालमा छु, यहाँको संस्कृति यस्तो छ। पूर्वी नेपालमा छु, यतातिर संस्कृति यो छ, भाषा यो छ। हिमालमा छु, म यसो गर्नुपर्छ। त्यो चेतना त पाठ्यपुस्तकसँग त हुँदैन, त्यो पाठ्यक्रमसँग त हुँदैन। त्यो हुने जात भनेको शिक्षक हो। अब शिक्षकलाई त्यतातिर धकेल्नै सकिएन। शिक्षकको सोचमा के भयो भने पाठ्यक्रम भएन, पाठ्यपुस्तक भएन, ए बाबा आफू भएन भन्न जानेन। त्यसले आफू भएन चुकी त भने भए त उसले आफै बुद्धि ल्याउँथ्यो नि त। मलाई लाग्छ त्यसरी समस्या भयो। अहिले नेपालमा गुणस्तरीय शिक्षाका मुख्य चुनौतीहरू चाहिँ के देख्नुहुन्छ? शिक्षकको सोच। मैले किन त्यसो भने नि गुणस्तर भने के हो भनेर भन्ने बारेमा कहिले बोल्दिनँ क्या। अब मैले काम गरिरहेको छु बागमती प्रदेशसँगको सहकार्यमा काम गरिरहेको छु। गुणस्तरको मानक के हुनसक्छ भनेर त्यहाँ मैले 3टा आधारलाई लिन खोजेको छु। पहिलो कुरो गुणस्तर भनेर भनेको लगानीको हिसाबमा के हो। लगानी भने त व्यवस्थापनको भाषामा इनपुट भन्नुहोस् न अङ्ग्रेजीमा। लगानीकोमा गुणस्तर के हो, प्रक्रियामा गुणस्तर के हो, परिणतिमा गुणस्तर के हो। यो 3टामा गुणस्तरको कुराकानी खोज्ने। गुणस्तर वास्तवमा हो के त? जस्तो हाम्रा पुर्खाको ज्ञान हाम्रा केटाकेटीहरूले थाहा पाउनुपर्ने हो कि नपर्ने हो? थाहा पाउनु पर्ने भए हामीले त्यो गरेको गरेनौँ। हाम्रा शास्त्रमा भएका धर्मशास्त्रमा भएका ज्ञानहरूलाई चाहिँ केटाकेटीले थाहा पाउनुपर्ने हो कि नपर्ने हो? त्यो कुरो त हामीले गरेनौँ। हाम्रा मान्छेहरूसँग भएका जुन सोचहरू छन्, खेती जे तरिकाहरू छन्, ती तरिकाहरूको बारेमा चाहिँ जानकारी दिने एउटा तरिका होला। प्रविधिसँग सिपालु हुने दोस्रो कुराकानी होला। तेस्रो चाहिँ के होला भने अन्तर्पुस्ताको संवाद होला। चौथो चाहिँ के होला भनेर हेऱ्यो भनेदेखि गुणस्तर भनेर भनेको यो ठाउँसँग मिल्न सक्ने किसिमको क्षमता होला। यस्ता 5-7वटा बुँदाहरूलाई राखेर अब गुणस्तरको मानक मलाई लाग्छ त्योनेरि पुगेन। दोस्रो सक्षमतामा आधारित पाठ्यक्रम छ। सक्षमता अनुसार पनि पाठलाई हामीले बनाउन सकेनछौँ। किनभने विद्यार्थी शिक्षकहरूले के भन्ने भने 10 क्लासमा पुग्यो अक्षर लेख्न पनि जान्दैन, यस्तो पनि हुन्छ शिक्षा। अब शिक्षकले त्यसो भन्ने भए यो त अचम्मै भयो क्या। हुनुपर्थ्यो के भन्दाखेरि उदार कक्षोन्नति हो, सक्षमतामा आधारित पाठ्यक्रम हो। सक्षम बनाउनको निम्ति मैले गर्नुपर्ने काम यो हो। 1 क्लासमा पढ्ने बच्चाको तागत यति हुनुपर्छ, 12 क्लासमा पढ्ने बच्चाको तागत यति हुनुपर्छ। यो तागत चाहिँ पाठ्यक्रमले भनेको छ। अब यसलाई मैले कसरी पुरा गर्ने हो भनेर उसले रात दिन सोच्नुपर्नेमा उसको सोचाइ त्यहाँनेरि भएन। अब राजनीतिज्ञहरूले अर्को समस्या ल्याइदिए। किनभने राजनीतिज्ञलाई मैले के भन्छ भणुवा ढङ्गको मात्रै भए उनीहरू चाहिँ के भने बनाउने चिन्तन नै गरेनन्। चिन्तन गरेको भए कति मजा हुने रहेछ भने शिक्षकहरू आफ्नो पार्टीका बनाए सबैले। अहिले देखिसक्नुभयो 17वटा पार्टीको शिक्षक सङ्घ हो। अब चाहिँ त्यो शिक्षक सङ्घ जुन बनिरहेछ नेपाल महासङ्घ भनेर, त्यो 17वटा पार्टीको सङ्गठन भइसकेपछि त 17वटा राजनीतिक पार्टीहरूले मेरो सङ्घले मेरो सङ्गठनले जुन सोचिया छ, मेरो दलले जुन सोचिया छ त्यो अनुसारको शिक्षा लागू गर भनेर भन्नुलाई त सकिन्थ्यो नि त। किनभने आफ्नै पार्टीका मान्छे हुन्। चाइनाले त गरिरहेछ। त्यो तरिका हाम्रा मान्छेले गर्न जानेनन्। त्यसो भएपछि के भयो भनेदेखि त्यो समस्या कहाँनिर अल्झियो भन्दा शिक्षकको सोच्ने तरिका, राजनीतिज्ञको साँगुरो घेरा, यो दुईटाले गर्दाखेरि चाहिँ प्राविधिक ढङ्गबाट त हामी भनिरहेछौँ, तर त्यो प्राविधिक ढङ्गको कुरो चाहिँ न राजनीतिज्ञलाई पुग्यो न चाहिँ शिक्षकलाई पुग्यो, दुईटैलाई पुगेन। अप्ठ्यारो त्यहाँ भयो।
यो सरकारी र निजी विद्यालयहरूको गुणस्तरको अन्तर चाहिँ यति धेरै किन? एउटा के रहेछ भनेदेखि यो मलाई चाहिँ त्यो मैले मेरो केटाकेटीहरूलाई एउटा किताब दिन्थेँ पहिले, उसमा रसियन कथा हो। त्यो कथाले कति सजिलो कुरो भन्छ भने कुकुरहरू कुद्दै गए, कुद्दै जाँदाखेरि एउटा कुकुरले के भन्यो, खरायो चाहिँ देखेर कुदिया रहेछन्। त्यो खरायोले त म समातिहाल्छु भनेर फुर्ती लागेछ एउटा कुकुरले। अनि पछि जाँदाखेरि त अरू कुकुर थाकिसके, त्यो खरायोलाई लखेड्दै लखेड्दै जाँदा एउटा कुकुर चाहिँ अलि अगाडि गएछ, त्यो पनि गएर सुतेछ। किन सुत्या हो, समात्छु भन्थिस् त भन्दाखेरि त्यो कुकुरले के भन्छ, तिमीहरूलाई के थाहा, खरायो जिन्दगीको निम्ति दौड्यो, म खानको निम्ति दौडेँ, खानको निम्ति दौडिया हुनाले मैले विकल्प पाउँछु, यो नभए त्यो खान्छु। तर ऊ त जिन्दगीको निम्ति दौडिया हुनाले ऊ बेतौड दौडिन्छ। निजीको ठ्याक्कै त्यही अवस्था हो। त उदयपुरको ताप्ली गाउँपालिकामा थिएँ म। त्यहाँ ताप्ली गाउँपालिकामा के भने 20 जना विद्यार्थीको निम्ति 4 जना शिक्षक पहिले नै छन्। अब अर्को शिक्षक पनि थप्नुपर्छ भनेर शिक्षक कसिनुहुन्छ। सबै विषय कसरी पढाउन सकिन्छ? हे भाइ, कमसेकम त्यो गुरुकुलमा हेर्या भए हुन्थ्यो होला, गुम्बामा हेर्या भए हुन्थ्यो होला, मदरसामा हेर्या भए हुन्थ्यो होला। वा बहुविषयक शिक्षक कसरी बस्ने भने मैले भने हजुरलाई 1 जना शिक्षकभन्दा बढ्ता दिन मिल्दैन। मेरो राज्य चल्ने भए 1 जनाभन्दा बढ्ता शिक्षक दिन्न थिएँ। मेरो राज्य चल्दैन, 4 जना बस्नु भएको छ, पालो पालो गर्नुहोस्, जागिर खानुहोस्, शुभकामना। तर यो ठिक तरिका होइन, दिन सकिन्न। अब त्यही कुरा अर्थमन्त्रीलाई पनि भने मैले। अब यो स्थितिमा निजी चलिरहेछ, यसरी हेऱ्यो के अरे सरकारी चलिरहेछ भनेपछि त गाह्रो छ। पहाडमा, हिमालमा, मधेसको पनि तल्लो क्लासमा विद्यार्थी नै छैन। विद्यार्थी किन छैन भनेर भन्यो भने विदेश गएर होइन, जन्मदर नै घट्यो। अब एकचोटि हेर्नुहोस् न, अहिले जन्मदर 0.92। त्यो भन्नुको माने के हो भनेदेखि बाबामा 2टा मिलेर एउटा बच्चा पाउँदैनन् भने हो। अब भनेपछि त बच्चाको जन्मदर नै घटिसकेपछि विद्यार्थी कहाँबाट विद्यार्थी बढ्छ भने नि भएको विद्यार्थीलाई राम्रो बनाउने पो बुद्धि चाहिने हो। त विद्यार्थी छैन भनेर पो नचाहिने कुरा गरिरहेछन् भए। विद्यार्थीको पढ्ने शैली बदलिसक्यो। पढ्ने शैली कस्तो बदल्यो भने शिक्षकले जे भन्छ ऊ मोबाइलमा खोज्न थालिसक्यो। अनि शिक्षकले कहाँ खोज्यो भने त्यही किताबमा खोज्यो। अब किताबमा खोज्ने शिक्षक, मोबाइलमा खोज्ने विद्यार्थी जोडिन्छ? जोडिँदैन नि। अब त्यसो भएपछि गुणस्तरको भाषा कहाँनिर आउँछ? त्यसो भएपछि गुणस्तरको निम्ति प्रश्न के रहेछ भने शिक्षकको जिम्मामा गुणस्तर हो, यो काम हजुरकै हो भन्न सक्ने हिम्मत भएको चाहिँ सरकार चाहिने रहेछ। त्यति भएपछि चाहिँ गुणस्तर भने उसैले ग्यारेन्टी गर्छ। किन भन्दै यसको निम्ति मैले घोटिनु पर्ने रहेछ, घोटाउनु पर्ने रहेछ, अनुसन्धान गर्नुपर्ने रहेछ। अभिभावक उही जान्दछ, किनभने त्यो जान्ने फेरि बुद्धिजीवी उही हो। र आम मानिसमा एउटा प्रश्न उठिरहने एउटा जिज्ञासाका रूपमा चाहिँ के हुन्छ भने निजी र सरकारी विद्यालयमा लोकसेवा आयोग पास गरेर आएको शिक्षकको विद्यालयको गुणस्तर र लोकसेवामा वैकल्पिक उम्मेदवार बनेको अथवा लोकसेवामा समावेश नै नभएर एउटा निजी विद्यालयको शिक्षक बनेको विद्यालयको गुणस्तर यति भिन्नताका पछाडि तालिम र योग्यता पनि जोडिन्छ कि? जोडिनु पर्थ्यो, जोडिएन। मैले जोडिनु पर्थ्यो, जोडिएन। किन भने सरकारी स्कुलको शिक्षकहरूको तथ्याङ्क हेऱ्यो भने 95% भन्दा बढ्ता शिक्षकले तालिम लिएको देखिन्छ। अचम्म छ, अझ 98% भन्छन्। त्यो भनेपछि तालिम नलिएको शिक्षक अब चाहिँ छैन है भनेर भन्नुपर्ने परिस्थितिमा सरकारी तथ्याङ्क छ। यदि त्यसैलाई विश्वास गर्ने हो भने शिक्षकहरू तालिम प्राप्त छन्। तर तालिम प्राप्त भए पनि अब शिक्षकले दोष कसलाई लायो? गरिब विद्यार्थी छन्, दलित विद्यार्थी छन्, जनजातिका विद्यार्थी छन्, पढ्ने तिनको कला छैन, जान्दैनन्, अभिभावक अचेत छन्। हे बाबा, चेतना भएको को हो? त्यो त शिक्षक हो। अब शिक्षकले के गर्नुपर्थ्यो? ले त्यसो भए यी गरिबलाई मैले कसरी पढाउने होला, यी दलितलाई मैले कसरी पढाउने होला, यी जनजातिको पढ्ने तरिकासम्म कसरी जोड्ने होला, प्रविधि सैनलाई कसरी जोड्ने होला, त्यो बारेमा चिन्तन गर्ने तरिकामा हामी लानै सकेनौँ शिक्षकलाई। र शिक्षकको एक अरू कुरा सुनिसकेपछि मिडिया पनि त्यही भनिदिने, राजनीतिज्ञ पनि त्यही भनिदिने, त्यो किसिमको स्थिति चाहिँ नि भयो। त्यसो भएपछि त्यसले अलिकति अप्ठ्यारो पारिदियो। त्यसपछि म के देख्छु भन्दाखेरि सरकारी विद्यालय र निजी विद्यालयको दौड भनेको अर्कै दौड हो। एउटा पैसाको दौड हो, एउटा जागिरको सुरक्षाको दौड हो। अब त्यो दौड नै फरक भइसक्यो। निजीमा त्यो नगर्यो भनेदेखि भोलिपल्ट
निकालिदिन्छ। सरकारीमा निकाल्न थाल्यो भने राजनीतिक दलको पावर लाउनलाई चाहिँ शिक्षक दगुरिसक्छ। अब त्यो दगुरेपछि हाम्रा राजनीतिज्ञको फेरि दुर्बुद्धि, मैले बुद्धि भन्दिनँ, दुर्बुद्धि के छ भने मेरो पार्टीको वफादार कार्यकर्ता हो भनेर उहाँहरूको दुर्बुद्धिले यति खराब गर्छ कि संरक्षणवादी चिन्तन उहाँहरूको भयो। जबकि हुनुपर्ने के गुणवत्ताको कुराकानी गर्नुपर्ने, ऊ त मेरिटियस हुनुपर्ने नि त, यो गुणको वाला मेरो पार्टीको मान्छे हो है भन्नुपर्ने हो नि त, त्यो पनि भएन। त्यसले गुणवत्ता खुस्कियो, दलवत्ता आयो, अनि दलवत्ता भइसकेपछि संरक्षण आयो, शिक्षकले अनुसन्धान गर्ने र के गर्ने कलामा जान्दै जानेन। परिणाम गएर चाहिँ अहिले गएर अप्ठ्यारो भएको त्यही मात्रै हो। ग्रामीण र सहरी क्षेत्रमा चाहिँ शिक्षाको पहुँचको कस्तो अन्तर पाउनुभयो? बर्बाद छ। सहरी क्षेत्रमा एक किसिमको हिसाबले सबै केटाकेटीहरू स्कुलमा गइसकेको देखिँदो रहेछ, ग्रामीण क्षेत्रमा नगएको देखिँदो रहेछ। दुईवटा प्रदेश त त्यो टड्कारै देखिन्छ, मधेस प्रदेश र कर्णाली प्रदेश। यो मधेस प्रदेश र कर्णाली प्रदेशमा त केटाकेटीहरू बाहिर स्कुल बाहिर छन्। अब त्यो ऐन भएन भनेर भने फेरि न्यु खोज्ने हाम्रा राजनीतिज्ञहरूको पनि दशा देख्दाखेरि मलाई चाहिँ बिचरा राजनीतिज्ञ भन्ने लाग्छ। मैले किन बिचरा भने उदाहरण भन्छु। 2075 सालमा एउटा ऐन जारी भएको छ, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन। भनेपछि मधेसका केटाकेटी अब स्कुल बाहिर हुनुहुन्छ। स्कुल बाहिर भएको केटाकेटीहरूलाई तिनले चाहिँ पढाउनु पर्ने पिछेको ग्यारेन्टी गर्नु पर्दैन। कर्णालीको केटाकेटीहरू स्कुल बाहिर हुनुहुन्छ, अब ती त स्कुलभित्रै हुनुपर्ने हो नि। स्कुलभित्र आउन सकेनन् भने उनका घरमा जाने व्यवस्था मिलाउन सकिन्थ्यो नि त। घरमा जाने पनि त पढाइ हो नि त। किनभने हिजो पढाइ भनेर भनेको स्कुलमा हुन्थ्यो, आज पढाइ भनेको घरमा हुन्छ। अब बिस्तारै गएर चाहिँ आजको 20-50 वर्षपछि यस्तो हेऱ्यो भनेदेखि चाहिँ के होला भनेदेखि पढ्ने भनेर भनेको प्रविधिमा हुन्छ। स्कुल किन चाहियो भनेर भन्यो भने कुनै नौलो हुँदैन। अब स्कुल नै नचाहिने अवस्था आउन सक्छ। सबै कुरा मोबाइलमा छ। एकचोटि मेटाभर्सलाई सम्झनुहोस् न। चस्मा जस्तो टक्क लाउने बित्तिकै संसार थाहा हुन्छ, केलाई पढ्नु पऱ्यो होइन? एकचोटि एआईलाई सोध्नुहोस् न, उसले खालि खटेर चलाउनु जाने भन्ने त उसले भनिदिन्छ। केही नभए भने गुगललाई सोध्नुहोस् न, हे गुगल टेल मी भनेर भन्यो भने उसले खुरखुर भनिदिन्छ। अब यस्तो बेलामा केटाकेटीले किताबै पढेनन् भनेर भन्ने कुरा हुन्छ र भने त्यसो भए तिनलाई घरैमा पढाउने डिजाइन के हो त? त्यो पनि सोचिएन छ। अब घरमा उसले पढिरहेछ, उसलाई के थाहा छ भने बाख्रा हेरिरहेको केटाकेटीलाई त बाख्राको बारेमा त ऊ विज्ञ हो नि, त्यहाँ बाख्रा विज्ञ हो नि। त्यो बाख्रा विज्ञ हो भनेर भने न त्यसको होमवर्कमा बाख्राको कुराकानी गरिँदो रहेछ, न क्लासमा पढ्दाखेरि उसको बाख्राको कुराकानी गरिँदो रहेछ। नगरेपछि के भन्छ उसले? योसँग गरी खाने शिक्षा जोडिने भयो। त्यति मात्रै हो नि त, विज्ञता पनि हुन्छ। अनि विज्ञताको निम्ति मैले वकालत गरिरहेको के हो भने त्यो मार्कसिटको पछाडिपट्टि लेखिदेऊ न यार, खाली छ नि त, खाली छ। अगाडिपट्टि नम्बर राखिदेऊ, पछाडिपट्टि उसका सिप राखिदेऊ। ऊ बाख्रा हेर्न जान्दछ, कुखुरामा राम्रो ऊ जान्दछ, टपरी गाँच्न जान्दछ, मोबाइल चलाउन जान्दछ, मोबाइल मर्मत गर्न जान्दछ, मोटर बनाउन जान्दछ, जे जान्दछ लेखिदिए भइ नि त। त्यो भएपछि उसले गरी खानु पऱ्यो भने यता बेच्छ, बोली खानु पऱ्यो भने यतातिर बेच्छ, दुइटै काम हुन्थ्यो। यो तरिका पनि गर्न सकिएन। त्यसले म त के देख्छु भने सकिने काम पनि नगरिरहेको अवस्था चाहिँ अहिले छ। जस्तो महिला, दलितहरू, जनजाति र अन्य पिछडिएका वर्गहरूका लागि जस्तो शिक्षा प्रणाली कतिको चाहिँ समावेशी चाहिँ देख्नुहुन्छ? समावेशी भनेको बनाउने हो, हुने होइन। किनभने नि अहिले अब सबै केटाकेटीहरू स्कुल आएनन् भनेर भने त्यसैले समावेशी भएन भन्न मिल्दैन। आएनन् भनेदेखि उनलाई कमाउनु पर्ने अवस्था हुन्छ। ऊ गिट्टी फोर्न जाला, गिट्टी फोर्न जाने केटाकेटीलाई स्कुल आइदियो भनेर हुन्छ र? हुँदैन नि। त्यसो भए त स्कुलले के गरिदिनु पऱ्यो भने गिट्टी फोरेर पैसा कमाउने पनि त्यहीँ गराइदिनु पऱ्यो। गिट्टी स्कुलले फोराउनु हुँदैन, मजासँग हुन्छ नि त। जो केटाकेटीले आफू गिट्टी फोर्न्छ त्यो गरेर चाहिँ एउटा टिनमा राख्छन्, त्यो टिना कति हो भनेर भन्छ, टिनाको यति हो भनेर भन्छन्। भइगयो त, छुट्टी भएको बेला गिट्टी कुट्छ, अघिपछि उसले पढ्छ। गिट्टी कुट्दा पनि उसले पढिरहेछ नि त, किनभने अणु पढ्ने त त्यही गिट्टी कुटाइमा होइन होइन र? बालुवाको कणले चाहिँ बन्छ भन्ने यसरी जान्ने किसिमको तरिका, जोड्ने तरिका हाम्रो शिक्षकले पनि जानेन, हामीले पनि सिकाउन सकेनौँ। म जस्ता मान्छेहरूको पनि दोष होला, त्यो प्रणालीमा पनि दोष होला। यसरी हेऱ्यो भनेदेखि चाहिँ के भयो भने त्यसलाई 2075 को ऐनलाई कार्यान्वयन गर्ने किसिमको रहर भएको पालिका पनि भएन। न कर्णालीमा देखियो, न मधेसमा देखियो। अनि त्यसैले सहरी एरियामा त
धेरै केटाकेटीहरू जानुपर्ने बाध्यता पनि छ किनभने सहरको जिन्दगी भनेको अक्षरको जिन्दगी हो गाउँको जिन्दगी भनेको अक्षर नभए नि चल्ने जिन्दगी हो बाख्रा हेर्नलाई के अक्षर चाहिएको छ कुखुरा हेर्नलाई के अक्षर चाहिएको छ गाई हेर्नलाई गाई बल्ल हेर्नलाई के अक्षर चाहिएको छ चाहिँदैन नि त अब यो किसिमको ढङ्गले चाहिँ नि हामीले चिन्तन गऱ्यौँ भने खाडल देखिन्छ अहिलेको साक्षरताको तथ्याङ्कले पनि त्यही भन्छ हालसम्म शिक्षा नीतिमा चाहिँ भएका सुधारहरू चाहिँ प्रभावकारी भएको देख्नुहुन्छ मैले चाहिँ नीतिभन्दा पनि नियत समस्या देखिरहेको छु बाबु किन त्यसो भनेदेखि नि एउटै नीतिले एक ठाउँमा काम गरिरहन्छ त्यही नीति अर्को ठाउँमा काम गर्दैन के भयो त्यो त्यो कार्यान्वयन गर्ने तरिका हो नि त कार्यान्वयन गर्ने तरिकामा चाहिँ हामीले के जानेछौँ भनेर भनेदेखि यसलाई कसरी कार्यान्वयन गर्ने हो जस्तो शिक्षा गरिखाने भएन यो वैज्ञानिक भएन हाम्रा नेताहरूले फतफताएको शब्द बरबराएको शब्द भन्छु मैले बरबराउनु भयो उहाँहरूले आफ्ना कार्यकर्तालाई वैज्ञानिक कसरी बनाउने भनेर भन्ने बारेमा सोच्न मिल्दैन विज्ञान भनेको त त्यो कुरो थाहा पाउने भने न हो के हुन्छ र विज्ञानमा मैले त सामान्य ढङ्गले हिजो पनि एउटा साथीहरूसँग संवाद गर्दै थिएँ हाम्रा अनपढ बाबुआमाले के सिकाए हामीलाई भनेदेखि भात पकाएर भात वा तरकारी पकाएर भाँडा छोपेको जुन भाँडो थाल छ त्यो थालमा नखाऊ है पानी हालेर पखालेर मात्रै खाऊ भनेर किन सिकाए भनेर भने एकचोटि विचार गर्नु हो भने त्यो माथिल्लो पानीमा चाहिँ रक्सी बन्दो रहेछ त्यो रक्सी बन्ने भनेर भनेको विज्ञान होइन र त्यसलाई नखाऊ भनेर भन्ने पुर्खाले के सिकायो भने रक्सी धेरै खायो भने तिम्रो शरीरमा अल्कोहल बढ्ता मात्रामा जान्छ त्यसले तिमीलाई बिरामी पार्छ भने होइन र त्यो विज्ञान होइन वैज्ञानिक त बनाउने खोज्ने हो नि त विज्ञान त खोज्दै जाने हो अब विज्ञान खोज्ने कला हामीले ठ्याक्कै गरेनछौँ घट्टको विज्ञान एकचोटि विचार गर्नुहोस् त कत्रो विज्ञान छ त्यहाँ पानी घट्ट जसलाई भनौँ ढिकी चलाउने यसरी कत्रो विज्ञान चलाले ढिकी चलाएको छ ढिकीको विज्ञान खोज्न मिल्दैन घट्टको विज्ञान खोज्न मिल्दैन खोलहरूको विज्ञान खोज्न मिल्दैन विज्ञानै विज्ञान छ क्या विज्ञान छ गणित पनि छ कोल कति हुनुपर्ने कतिमा गर्नुपर्ने हेर्नुहोस् त त्यो गणितको हिसाब अब यसरी सोच्ने कला हामीले चाहिँ जान्नै सकेनौँ शिक्षकलाई त्यसरी तयार पारेनौँ विद्यार्थी पनि त्यसरी बनाउन सकेनौँ समस्या त्यहाँनिर मात्र भएको हो नीतिले समस्या होइन जस्तो अघि हामीले डिजिटलको कुरा पनि गऱ्यौँ अनलाइनको कुरा पनि गऱ्यौँ त्यसपछि अहिलेको आवश्यकता शिक्षाको विषयमा पनि कुराकानी गर्दै गर्दा अनलाइन शिक्षा र डिजिटल प्रविधिको प्रयोग नेपालको सन्दर्भमा चाहिँ कतिको सम्भव देख्नुहुन्छ असाध्यै सम्भव छ म सम्भव कसरी देख्छु भन्दा यो सम्भव हुने होइन बनाउने हो क्या बनाउने हो भनेको कति सजिलो हुँदो रहेछ अब कर्णालीमा गएको बेलामा कर्णाली प्रदेशको मुख्यमन्त्रीहरूसँगै मैले चाहिँ संवाद गरेका थिएँ उहाँहरूलाई भनेको थिएँ कसरी सम्भव छ जसरी नै सम्भव छ भने कसरी सम्भव छ हिमालमा पहाडमा दुर्गम क्षेत्र छ हाम्रो त डोल्पा हुम्ला आदि त्यहाँ छ मैले भने के फरक पर्यो डोल्पामा के लैजाऊ भनेदेखि रेकर्डेड क्लास लैजाऊ एउटा सुर्खेतमा भएको जुन राम्रो स्कुलको भिडियो हो त्यो भिडियो बनाएर चाहिँ डोल्पामा लगेर चाहिँ बजाउन मिल्दैन बजाउने यार के फरक पर्छ त्यसो भएपछि त भइहाल्यो अनि त्यति हुँदाखेरि मैले उहाँहरूलाई के भने मास्टर फिल्म हेर्नुहोस् न त एकचोटि इन्डियाको मास्टर फिल्म भन्ने छ त्यो मास्टर भनेर भन्ने फिल्म हो त्यो फिल्मले कसरी रेकर्डेड क्लासबाट विद्यार्थी कसरी पढ्छ सजिलो भयो त्यस्तै गरेर कति ठाउँमा जहाँ वाइफाई सुविधा होला त्यसलाई उपयोग गरौँ त दोस्रो कुराकानी होला केही नभए त्यहाँको शिक्षकलाई चाहिँ 7 दिन कतातिर लानेर घुम्ती शिक्षक बनाउने हो अर्को उपाय होला त्यो अनेक छ उपाय अब हाम्रा बुद्धिमा चाहिँ के आउँछ शिक्षक छैन फलानु व्यवस्था छैन प्रविधि त्यहाँ पहुँच छैन त्यहाँ के अरे रेडियो पनि लाग्दैन टेलिभिजन पनि लाग्दैन के पनि बुझेँ भने लाग्ने ठाउँ त होला कतै त्यसो भए त्यही ठाउँमा 7 दिनमा 1 दिन जम्मा हौँ त 7 दिनमा 1 दिन जम्मा भएर त्यो लाग्ने दिनभरि बसेर संवाद गर्न मिल्दैन चाइनाले अहिले चाहिँ नि त्यो घुम्ती शिक्षक एउटा टोलको निम्ति वा एउटा बस्तीको निम्ति आइतबार अर्को बस्तीको निम्ति सोमबार अर्को बस्तीको निम्ति मङ्गलबार शिक्षक विषय पछि कुदिरहन्छ शिक्षक कुद्छ विद्यार्थी कुद्दैन त्यो हुँदो रहेछ त त्यसले प्रश्न के रहेछ भने गर्ने चाहिँ नि रहर नहुने अनि ठुला कुराकानी गर्ने मात्रै समस्या हो नत्र प्रविधि असाध्यै सजिलो भएको छ अहिले यति सजिलो भएको छ कि हर केटाकेटी प्रविधिसँग जोड्न सकिन्छ त्यो मिनेटभरको काम हो जस्तो कोभिड-19 पश्चात चाहिँ शिक्षामा आएको प्रविधिमुखी जुन परिवर्तन छ
त्यो चाहिँ कतिको स्थायी होला? यसले त स्थायी होइन कि बलियो नै बनायो। म दुईटा उदाहरण भन्छु। एउटा उदाहरण के भन्छु भनेदेखि अहिले कोभिडले के गरिदिएछ भनेदेखि मान्छेहरूको पसल बन्द भएछ तर होम डेलिभरी मजासँग चलेछ होइन त। अहिले चाहिँ नि अनलाइन सपिङ भनेर भने त तरकारी किने पनि हुने, आलु किने पनि हुने, अथवा चाहिँ नि मोमो किने पनि हुने, जे गरे पनि हुने। एउटा मलाई लाग्छ त्यो ढङ्गले हुन्छ भने अब शिक्षामा त्यही कुरा गर्न मिल्छ कि मिल्दैन? शिक्षा विद्यार्थी त्यहीँ जानुपर्ने, शिक्षक त्यहीँ जानुपर्ने होइन नि त। अब शिक्षक कहाँ म अनलाइन कसरी जोडिन्छु बाटो हो। अब लाइब्रेरी पनि कस्तो हुने भयो भनेदेखि चाहिँ ल त्यसो भए लाइब्रेरीमा चाहिँ नि आर्काइभ यसरी बनाएर राखिदिउँ, शिक्षकले पढाएको कुराकानीको जम्मै आर्काइभ राखिदिएपछि त विद्यार्थी जतिखेर मन लाग्छ गर्ने हो। त्यो अर्को किसिमको सम्भावना भयो। त्यो एउटा बाटो त्यसरी खोलेछ। दोस्रो बाटो कसरी खोलेछ भनेदेखि हिजै मात्रै मैले अमेरिकाको एउटा उसमा हेरेको थिएँ त्यो रिपोर्टमा। त्यो रिपोर्टले के भन्यो भने एआई प्रयोग गर्ने केटाकेटीहरूको शैक्षिक उपलब्धि गजबसँग विकास भएछ। किन विकास भयो भनेर भन्दाखेरि त केही प्रश्नको उत्तर थाहा पाउनु पऱ्यो भनेदेखि त भनिहाल्ने भयो केटाकेटीले। भनेपछि त उसले चाहिँ सट्ट लाएर एआईले भनिदिने भयो यो हो। अब उसले खालि छान्न मात्रै जान्नु पऱ्यो। त्यो मध्येको त्यसलाई भन्न जान्नु पऱ्यो। भनेपछि नम्बर पनि बढाउने रहेछ। भनेपछि यो प्रविधिले त कोरोना पछिको दुनियाँमा जुन प्रविधिको विकास भयो त्यो विकासले त शिक्षालाई भयङ्कर काम गरिरहेको छ। अब समस्या कहाँनिर आयो भने डिजिटल डिभाइड भयो भनेर चाहिँ भन्ने जुन छ नि यो प्रविधिको विभाजन, त्यो विभाजनले गर्दाखेरि गरिब हुने भए, धनी हुने भए, त्यो पनि झुटमुट कुराकानी हो। मैले किन भने भन्दै फरक कति हुँदो रहेछ भने धनीले चाहिँ नि ल्याटेस्ट फोन लिएला होइन त, उसको चाहिँ नि एकदम टेस्ला फोन बोक्ला भनौँ न अहिलेको भाषामा। तर चाहिँ अब उसले चाहिँ के गर्ला भने पुरानो चाइनिज एउटा चाहिँ नि अब ऊ बोक्ला। तर काम त त्यही गर्छ भनेर भन्ने थाहा पाएपछि के को भयो फरक? अब उसले उसको रेडियोमा मात्रै आउँछ भनेर भनेपछि त्यसो भए रेडियोमा मात्रै पढाउ न त। किनभने शिक्षकले बोलेर पढाउनु भने रेडियोले पढाए जस्तै त हो होइन र? अलिअलि भिजुअल आउँछ त्यसो भए भिजुअल आउने पनि बनाइदेऊ नि त। अलिअलि इन्टरेक्टिभ हुन्छ त्यसो भए इन्टरेक्टिभ बनाउने पनि गरिदेऊ न त। त्यो त प्रश्न के रहेछ भने परिचालन गर्ने कला चाहिँ हामीले शिक्षकलाई सिकाउन सकेनौँ, पालिकाका नेतृत्वलाई पनि सिकाउन सकेनौँ। नेताहरूको त टाउकोमै आएन। त्यसले गर्दाखेरि उनले बोल्ने बोली जसरी हुन्छ नि त्यो बोलीमा पनि आएन। अब मिडियाका साथीहरूले पनि के भने यस्तो विकल्प छ है भने चाहिँ भन्ने किसिमको ढङ्ग पनि गर्दिएन। उनले पनि के गरे नेताहरूले यो भने त्यसैमा मात्रै बकिरहे। त्यसले गर्दाखेरि गडबड भयो। अब उच्च शिक्षाको कुरा गर्दा विश्वविद्यालयहरूको शैक्षिक स्तर चाहिँ सुधार गर्न के गर्नुपर्ने चाहिँ देखिन्छ अहिलेको अवस्थामा? पढाउने शिक्षक काम छैन, अब पढ्न लाउने किसिमको शिक्षक काम छ। फरक त्यति रहेछ। त्यो भने के रहेछ भनेदेखि युरोप अमेरिकामा मैले क्यानाडामा पढेँ, त्यहाँ चाहिँ मैले जाने बित्तिकै मैले फुर्ती लाएँ क्या। मलाई यो पनि थाहा छ ऊ पनि थाहा छ भनेर नि फुर्ती लाएँ। म शिक्षा पढाएँ यस्तो उसो भनेर फुर्ती लाएँ। बडो ठिक छ तिमीले भने मैले भन्यौँ। तर एन्थ्रोपोलोजी पढाएको छौ भन्यो क्या। छैन भनेर जा त्यसो भए त्यही क्लास जा भनेर लगेर न मलाई लगेर फसाएको। गएँ त्यसो असाइनमेन्ट बुझाउन भनेर गएँ। असाइनमेन्ट बुझाइसकेपछि अनिखेर त्यहाँबाट चाहिँ यसो हेऱ्यो तँलाई कति नम्बर चाहिन्छ भन्यो। मैले भने अब हाम्रो त 9 नम्बरको जाँच हुन्थ्यो, 9 पूर्णाङ्क हो, 8 नल्यायो भने पिएचडी गर्न नदिने। अनि त्यसै 8 नम्बर चाहिन्छ भने तैँले लेखेकोलाई मैले 8 नम्बर दिन सक्दिनँ भन्यो। मैले किन भने तैँले यो लेखिस्, यो कुरा तैँले छोडिस्, यहाँको स्थानीय मान्छेहरूको चिन्तनलाई पनि सँगै जोड। गएर किताबहरू खर्र हेरेँ, लगेर जोडिसकेपछि नाउ यु आर ओके भन्यो। उसले पढ्न लगायो मलाई। हामी चाहिँ पढाउन थालेछौँ। त्यसले पढाउने र पढ्न लाउने भनेर भनेको छुट्टै छुट्टै कुराकानी हो। उच्च शिक्षामा सबभन्दा ठुलो चुकेको ठाउँ पढ्न नै लाउन सकिएन। विद्यार्थीहरू नोटबुक बोकेर हिँड्ने भए वा चाहिँ कापी खल्तीमा हालेर हिँड्ने भए। अब उनले चाहिँ अल्छी त्यति पनि अल्छी लाग्यो भन्दै मोबाइल तेर्स्याउने भए। विद्यार्थी त्यस्तो भयो। त्यसले चाहिँ आफ्नो काम गर्ने र आफूलाई चाहिँ जोड्ने भन्ने किसिमको कुरै गरेन। उसले ठुला कुरा गर्न जान्यो, साना काम गर्नै जानेन। अब उसले त हर कुरामा गइरिनु पर्थ्यो नि त। हाम्रो मान्छेहरूले चाहिँ त्यसरी गर्दो रहेछ त। अनि त्यसले गर्दाखेरि के भयो उच्च शिक्षा चाहिँ नि एक किसिमको हिसाबले कमजोर भएको मुख्य कारण चाहिँ नि पढ्ने कलामा विद्यार्थीलाई नहालेर हो।
अनुसन्धानको अवस्था पनि ठिक भन्नुभयो। अनुसन्धानको यति राम्रो अवस्था थियो नेपालको निम्ति। म किन देख्छु भन्ने त क्याम्पसमा त झनै धेरै रहेछ। किन धेरै रहेछ भने त्यो क्याम्पसमा कहाँको मान्छे आउँदो रहेछ क्या। मेचीको पनि छ, महाकालीको पनि छ, अर्को पनि छ, केही नभए नि एउटा गाउँको छ, अर्को गाउँको छ। एउटा विद्यार्थी र अर्को विद्यार्थी जोड दिने हो भने उसलाई 3वटा टाइपको रिसर्च गराउन सकिन्छ। एउटा रिफ्लेक्टिभ रिसर्च, आफै कसरी चाहिँ गर्यो, के गर्यो, प्रतिबिम्बनको अनुसन्धान भन्नुहोस् न। अर्को एन्थ्रोपोलोजिकल रिसर्च, जो चाहिँ मानवशास्त्रीय अनुसन्धान, खान्छ के, लाउँछ के, बस्छ के, त्यो किसिमको कुराकानी हुँदो रहेछ। तेस्रो रिलेसनल रिसर्च, जो चाहिँ सम्बन्धको अनुसन्धान हो। सम्बन्धको अनुसन्धान भनेको अब हाम्रो सम्बन्ध के हो, मधेस र पहाडको सम्बन्ध के हो, पहाड र हिमालको सम्बन्ध के हो, भाषाको सम्बन्ध के हो, वेशभूषाको सम्बन्ध के हो, बोली लवजको सम्बन्ध के हो, यस्ता सम्बन्धको कुराकानी मजासँग गराउन सकिँदो रहेछ। अब त्यो अनुसन्धानमा हाम्रो विद्यार्थीले खोइ हालिएन छ। अनि अर्को सम्भावना रहेछ। अर्को सम्भावना के हो भने विद्यार्थी नजिकै टोलमा जान्छ, त्यहीँ गएर खोज यार, तिमीले के खोज, अनि पछि भन तिमीले पढेको मार्क्सवाद कहाँनिर काम लाग्यो, तिमीले पढेको गान्धीवाद कहाँनिर काम लागेन। अहिले उच्च शिक्षाको लागि विद्यार्थीहरू विदेशिने सङ्ख्या पनि बढिरहेको छ पछिल्लो समय। यो मुख्य कारण चाहिँ के देख्नुहुन्छ यसमा? विद्यार्थीले खोजेको कुरो पाएन, उसले 3टा 4 कुरा खोज्यो। नम्बर 1, सधैँ के कलेज गइराख्नुपर्ने, कहिलेकाहीँ जाने कहिलेकाहीँ नजाने किसिमको कलेज बन्छै बन्दैन, एउटा त्यो खोज्यो। त्यो अहिले कोरियामा हेर्नु हो भने ठ्याक्कै त्यही कलेज भयो, हप्तामा 2 दिन पढाइ हुने, बाँकी 5 दिन चाहिँ कमाउन जान मिल्ने, त्यस्तो खालको खोज्यो। त्यो उसले पाएन। दोस्रो, उसले विषयवस्तु खोज्यो। विभिन्न विषयहरू छ नि, उसलाई रहर लागेको विषय खोज्यो। तर रहर लागेको विषय दिनलाई चाहिँ हाम्रो नेतृत्वले के बुझेन भनेदेखि, हाम्रो विशेष गरेर विश्वविद्यालयका पदाधिकारीहरू भन्नु, अब उहाँहरू पढेकै मान्छे हो, फेरि तर के बुझ्नुहुन्न मैले बुझ्दिनँ। किनभने क्रेडिट सिस्टमको विशेषता के हो भने उसले चाहिँ नि जे विषय पढे पनि केही मतलब हुँदैन क्या, कति क्रेडिट आवर पढ्यो भने मात्रै मतलब हुन्छ। यो कुरो हाम्रो त्यो विश्वविद्यालयका पदाधिकारीहरूको शिक्षकहरूको टाउकोमा हाल्नै सकिएन। त्यति बुद्धि भइदियो भनेदेखि विद्यार्थीले के गर्थ्यो, आफै नै कोर्स बनाउँथ्यो। उसलाई चाहिने कोर्स उही बनाउँछ त। 5-7 जना विद्यार्थी मिलेर बनाए पनि हुन्छ, एउटै विद्यार्थी मिलेर बनाए पनि हुन्छ। त्यसपछि अनि फेरि अर्को समस्या ल्यायो, शिक्षक कहाँबाट दिने, मैले पनि युट्युबबाट दिने, के को नभए भनेदेखि चाहिँ युरोप अमेरिकाको शिक्षकलाई चाहिँ अनलाइन गर्ने, भलिन्टियरली को शिक्षक हुनसक्छ भनेर भन्यो भने उसले फुरुक्क गरिदिन्छ। अहिले समस्या यो भनेर भन्यो भने सुट्ट गरिदिन्छ। अब त्यो कुरो कहीँ जानेन। अनि तेस्रो चाहिँ के जानेन हाम्रो मान्छेले भनेर भनेदेखि त्यो विद्यार्थीहरूलाई उसलाई चाहिँ गरी खाने अवसर छ नि, त्यो अवसर दिन जानेन र आशा जगाइदिएन। अब हाम्रो शिक्षाले गरी खाने जानेन, यो बेरोजगार उत्पादन गर्ने भयो, यसो भन्यो भने मैले झम्टिने गर्छु, बन्द गर तेरा थोत्रा कुराकानी भनेर भन्छु ठड्डे। किनभने गरेन भनेर भन्नलाई बुद्धि चाहिन्छ, बुद्धिजीवी भने होइन, बुद्धिजीवी भन्ने अनि बुद्धु कुराकानी गर्ने। बुद्धिजीवीले त यसो गरे पो हुन्छ कि त भने, अब त्यो भने के हो भने सामान्य कुरा रहेछ। अहिले यो शीतल चिनी भन्छौँ, कसैले सजीवन भन्छौँ, कसैले सैजन भन्छौँ, कसैले चाहिँ अङ्ग्रेजीमा भन्दा मोरिङ्गा भन्छन्। मोरिङ्गाको पात बेचेर मान्छे धनी भयो। उसलाई त्यो यो सम्भावना मोरिङ्गो त यहीँ लाग्छ भनेर भन्यो भने के हुन्छ, होइन र? अहिले चाहिँ हेर्नु हो भने एभाकाडो त 400-500 रुपियाँ किलो हुँदो रहेछ। एभाकाडोको बोट लगायो भने यहीँ फल्छ पैसा भनेर भन्यो भने के हुँदो? ड्रागन फ्रुट्सलाई हेर्नु हो भने त्यो कत्रो सम्भावना रहेछ, 400-500 रुपियाँ तिर्नु पर्दो रहेछ 1 किलोलाई। अब त्यो यहीँ फल्छ हो सुक्खा ठाउँमा भनेर भन्यो भने कहिले भन्ने हो? यो आशा देखाइएन। र अनि अर्को चाहिँ के गरेनन् हाम्रो नेतृत्वले भने, ऊ युरोप अमेरिका गयो त गयो ठिकै छ, त्यहाँ गएर त्यसले राम्रोसँग पढ्न पाउँदैन, कलेजमा गएर पढ्न पाउँदैन त, उच्च शिक्षामा पढ्न सक्दैन त्यसले बिचरा। त्यो जाने मात्रै हो, बाहना मात्रै हो, पढ्न गयो होइन। गयो भने उसले कम्युनिटी कलेज पढ्छ। कम्युनिटी कलेज भनेर भनेको सबै कोर्स मास्टर डिग्रीमा जाँदैनन्। ती कोर्स ती चाहिँ केही मात्रै क्रेडिट कोर्स हुन्छन्, बाँकी जम्मै अडिट कोर्सहरू हुन्छन् अथवा चाहिँ युनिभर्सिटीमा काउन्ट नगर्ने कोर्स हुन्छन्। अब त्यस्तो कोर्स त हामी यहीँबाट दिन सक्दैन। यहीँबाट खाडीमा भएका मान्छेहरूलाई लौ न क्लास ल्याउ न भनेर भनिरहेको छु, म बुझ्दैनन्। हुँदाहुँदै खुला विश्वविद्यालय पनि नबुझ्नु भनेपछि त्यहाँभन्दा कति जात्रा भयो एकचोटि विचार गर्नुहोस् न। न त नेपालका सबै विश्वविद्यालयमा हाम्रा विद्यार्थी त यहीँ छन्,
ती विद्यार्थीहरूसँग सहकार्य गर्न सक्ने उपाय थियो, त्यो पनि हामीले गरेनौँ। हुँदाहुँदै त्यहीँ भएको कलेजहरूसँगको सहकार्य गरेर उसको कलेजमा के पढ्दो रहेछ, हामीले के पढाउने भनेर जोड दियो भने पनि त्यो विद्यार्थीलाई मजा हुन्थ्यो। उसले त के गर्थ्यो भने नेपाल बसेरै के अरे विदेश बसेरै नेपालको डिग्री लिन सक्थ्यो। पैसा उसै तीको ठाउँकोबाट तिर्थ्यो, कति मजा हुन्थ्यो। वा जुन देशमा बसेको छ त्यसको आधा मात्रै पैसा तिर भने भए हामीलाई नि फाइदा हुन्थ्यो, उसको डिग्री यहाँबाट पाउँथ्यो। त्यो पनि हामीले बुद्धि गरेनौँ। अब त्यसले गर्दाखेरि चाहिँ विदेशिया हुन्। अहिले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य नहुनुको कारण पनि हो एउटा त्यसो भए? सहकार्य विभिन्न ठाउँमा हुन्छ। अहिले चाहिँ सहकार्य कस्तो रहेछ भने शिक्षकले सहकार्य गर्न खोज्यो भने, प्राध्यापकहरूले सहकार्य गर्न खोज्यो भने मिनेटभरमा हुन्छ। म उदाहरण दिन्छु। एकजना मान्छेले पिएचडी गराउँदै थिएँ, उनलाई चाहिँ नि यो अनुसन्धानको प्रक्रिया चाहिँ मिलेन भनेर यहाँका प्रोफेसरहरूले भनिसकेपछि मैले भने कम्प्युटरमा लेखिहाल, को मान्छेले मलाई चाहिँ यो प्रक्रियाको बारेमा भनिदिन्छौ, को छ भनेर भनेको घर र घर चाहिँ यति धेरै सहयोग गरेँ, भोलिपल्ट उसले चाहिँ नि मैले त थाहा पाएँ भनेर भन्न आइपुग्यो। यति सजिलो छ अहिले दुनियाँ। त्यो सहकार्य गर्ने कला चाहिँ हाम्रो मान्छेहरूले गरेन। त्यसो हुँदाखेरि सहकार्य गरिदिएको भए कलेजसँग, हाम्रो कलेजको विश्वविद्यालयसँग हाम्रो विश्वविद्यालयको एमओयू गरेछ त अगाडि बढ्दैन, सम्झौता त गरेछ तर अगाडि बढ्दैन। अगाडि किन बढ्दैन भनेदेखि हामी यहाँबाट त्यहाँ जान पाऊँ, त्यहाँबाट यहाँ मान्छेहरू मात्रै नल्याउँ। अब यही मात्रै बुद्धिले त हुँदैन नि, मान्छे जानु पर्दैन नि त। अहिले त कस्तो भइसक्यो नि, भर्चुअल रियालिटी वा अगमेन्टेड रियालिटीको चिन्तन गर्नुहोस् न एकचोटि, होइन र? अगमेन्टेड र भर्चुअल रियालिटीबाट मिक्स्ड रियालिटीमा आइसक्यो मान्छे। मिक्स्ड रियालिटीलाई प्रयोग गर्यो भने त गएको नगएको ठाउँमा ट्रान्सिन्छ त। यति मजाको तरिकाहरू आइसकेको बेलामा हामीले अलिकति आक्रामक भएर काम नगरेको कारणले गर्दाखेरि चाहिँ त्यहाँकोसँग नजोडिया हो। हुन्छ, समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। मलाई पनि अवसर दिनुभयो, यसको लागि आभार व्यक्त गर्न धन्यवाद। Radio Kathmandu 92.1 MHz. Change can happen.